गाइस फेरि वेलकम छ है र आज चाहिँ म चाहिँ के भन्छ नेपालको सबैभन्दा हैन दोस्रो नम्बरमा पर्ने हैन बुवा दोस्रो नम्बर नेपालको इलाम जिल्लाको दोस्रो नम्बरमा पर्ने लंगेस्ट पुल के सबैभन्दा लामो के यो झुलुङ्गे पुल के फेरि माइखोलाको यो माइखोला इलाम जिल्लाको माइगन नगरपालिका 6 र 6 को र 6 र 1 को बीचमा पर्ने यो माइखोलाको झुलुङ्गे पुल ल यो चाहिँ हाम्रो नेपालको दोस्रो नम्बरमा पर्ने हैन दोस्रो नम्बरमा पर्ने सबैभन्दा लामो के लंगेस्ट पुल है अब लामो रहेछ क्या त्यसको नसोच्दै सोचेको क्या लामो छ क्या झुलुङ्गे पक्रेर म देखाउँछु ल माइखोलाको यो अनि यता बस्ती चरण अब यहाँ खेतहरू यो दिनको पहाडीदेखिको लगेर हैन यो पहाडीसँग क्या यता माइखोला यता बस्ती चरण यहाँ भैँसीहरू चराउँदैछन् ए हुन्छ यहाँ वस्तुहरू चराउँछन् यहाँको अब जनजीवन नै यहाँ किसानै जनजीवन हो हजुर अब यहाँबाट चाहिँ तकरिबन बिर्तामोड जानु पर्यो भने 1 घन्टामा बाइकबाट पुगिन्छ र यहाँको बजार हाम्रो बजार नै बिर्तामोड हो सपिङ गर्नुको लागि पुल खतरा रहेछ क्या हो नि ठीक छ नि ल हजुर भन्नुहोस् पुल त अनि बब्बाल रहेछ त पुल इलाम जिल्लाको चाहिँ यो माइनपा छ साबिक महमाई यो मागुनाको माइखोलाको यो पुल हो झुलुङ्गे पुल गाईघाटबाट घुम्नु आएको बेलामा हाम्रो घरमा आएको बेलामा चाहिँ उहाँ पाहुनालाई चाहिँ हाम्रो इलाम जिल्लाको चाहिँ यो महानगरपालिका 6 साबिक महमाई 2 मागुनाको झुलुङ्गे पुल चाहिँ यसो हेरेर भनेर हामी आज यहाँ घुम्नु आएको छौँ हजुर भन्नुहोस् अनि यो पुल बनाउनु कति साल लाग्यो यो पुल बनाउनु 2 सालमा यो तकरिबन 2 सालमा सिध्यायो झुलुङ्गे पुल 2 सालमा सिध्यायो अब फेरि उता यो बिहिबारे यसले जोड्छ यो माथि इलामको जितपुर दानाबारी पङ्खेलुङ यहाँबाट सिधै जाँदा चाहिँ कहाँ पुगिन्छ यहाँबाट माथि जाँदा पङ्खेलुङ जितपुर दानाबारी साबिक सिद्धिथुम्का र इलामै यहाँबाट सिधा जाँदा हिँडेर जाँदा चाहिँ त्यहाँ जोड्ने र यसको चाहिँ खास उद्देश्य चाहिँ बिहिबारेले टार्गेट गरेर यहाँ जोडिएको छ टिक्वा पुल पनि आदि बनाउँदैछ पक्की उतातिर अब यो यहाँको जनजीवन चाहिँ प्रयास हो हामी चाहिँ किसानहरू धेरै छौँ ल नेपालको दोस्रो नम्बरमा पर्ने सबैभन्दा लंगेस्ट पुल पनि घुमिहाल्यो है लाइफमा है र योभन्दा अगाडि चाहिँ नेपालको सबैभन्दा फर्स्ट अहिले बुवा उयो बनाएछ नि नेपालको सबैभन्दा अग्लो टावर के भ्यू टावर के दमकमा रहेछ के भ्यू टावर काठमाडौँको धराहरू भन्दा पनि होइन त्यो स्काई त्यो छ नि गएको त छुइनँ देखेको काठमाडौँ जाँदाखेरि है त्योभन्दा पनि अग्लो के यस्तो उकालो हेर्दाखेरि होइन आँखाले नै नभ्याउने खालको छ क्या त्यो टाढोबाट फोटोबाट मात्रै होइन र त्यो पनि घुमियो यसपालि है र 2025 चाहिँ भ्रमणमै मात्रै बित्ने भयो क्या अब घुमेकै है जस्ट हाम्रो 150ले पनि राम्रो साथ दिएको छ होइन हजुर तर यहाँनिर त्यति यो पुलमा मान्छे हिँड्दैन के हो यो किन यो अलिक यो पहाडी इलाका पर्यो यो हाम्रो इलाम जिल्लाको चाहिँ अलिक दुर्गम ठाउँ परेकोले गर्दा यहाँ त्यति जनता र यसो जनताहरू चाहिँ त्यति यहाँ धेरै छैनन् पब्लिकहरू किनभने यहाँ बिर्तामोड नजिक भएकोले गर्दा बिर्तामोड एक दिनको सपिङ गर्नु भ्याउनेकोले गर्दाखेरि चाहिँ यहाँ चाहिँ अलिक मान्छे त्यति चापाचाप छैनन् यो हाम्रो महमाईमा त्यही त यो पुल यस्तो होइन नेपालको दोस्रो नम्बरको सबैभन्दा लामो पुल है र यहाँ चाहिँ त्यति मान्छे नै छैन रहेछ क्या मान्छे नै छैन भने यो पुलमा घुम्नु पनि नआउने क्या प्रायः जस्तो क्या मै रहेछ क्या घुम्नु आएको छु है सायद है घुमेर भिडियो बनाउँदै गरेको नेपालको दोस्रो नम्बरको पुल भनेर गुगलमा सर्च गर्दाखेरि चाहिँ भेट्छ होला होइन युट्युबमा सर्च गर्दा पनि भेट्ला है तर त्यति धेरै नभेट्ला किनभने यहाँसम्म आउनु बाटो नै होइन अलिकति लामो होइन अलिकति रफ बाटो छ है बाटोको भिडियो बनाएर हालेको भए चाहिँ तपाईँहरूले हेर्नु हुँदैन थियो क्या अनि त्यसले गर्दाखेरि चाहिँ है यहाँ बाटोको भिडियोहरू चाहिँ बिहिबारे त्यहाँ पर्तिर छ बिहिबारे तकरिबन यही पर्तिर हो यो आइडिया पनि सही लगाइदिएको छ क्या यहाँनिर पुल उताबाट यति लामो बाटो आउँदाखेरि यताबाट दुईवटा बाइक आएर जुझ्यो भने चाहिँ टक्कै यहाँ साइडमा यहाँ रोक्ने बनाइदिएको रहेछ है त्यही भएर चाहिँ यहाँ टक्कै रोकिदिइरहेको होइन
यो ठाउँहरु माथि अब घुम्नुपर्छ है गाइसहरु, घुम्नुपर्छ। त्यो नजिकै मात्रै फिरेर यताउता घुम्यो हुँदैन है, अलिकति लङ टुर हान्दिनु पर्यो कि लगभग महिना 10-15 दिन लागोस् कि, अनि मजा आउँछ है। इलामको मङ्सिबोङ यो माथिको डाँडा। ल अब हामी फिर्किन लागेको है। नेपालको दोस्रो सबैभन्दा लामो पुल पनि घुमिहाल्यो है। अघि चाहिँ परासम्म पुगेको थियो बाइकमा होइन, अब अहिले चाहिँ पुगेको छुइनँ। यहाँदेखिको परासम्म हिँडेर जाँदाखेरि नै ल्याङ हुँदो रहेछ, त्यही भएर मान्छेहरू त्यति घुम्न आउँदैन जस्तो लाग्यो कि। किसानहरू धेरै छन् यो ठाउँमा। हजुर, खेतीको उसमा धमाधम चापाचाप छन्, त्यही भएर प्रयास मान्छेलाई छोटो छोटो मात्रै मनपर्छ क्या, त्यसले गर्दाखेरि लामो चाहिँ अलिक बढी लामो भएर होला क्या सायद। लामो अब लामो रहेछ यहाँनिर, कति मिटर होला यो भनेर चाहिँ अब त्यहाँ पर लेखेको छ त्यहाँ। ए अगाडि छ है, अगाडि रहेछ है। हेरौँ ल कति चाहिँ लामो रहेछ क्या यो। बनाउनु खतरा बनाइदिएको छ नि, आमा पिलरहरू कत्रो त्यो ठुलो ब्रिज हुन्छ नि त्यस्तो ठुल्ठुलो पुलको पक्की पुलको जस्तो खालको पिलरहरू हालिदिएको रहेछ क्या। भन्छ खोला कत्रो ठुलो हो त यहाँनिर, भव्य आउँदो रहेछ। ल अब हामी फिर्किन लागेको है। अगाडि कति जोडलुङ्गे पुल यहाँदेखिको त पारीसँग क्या, अझै उता पनि छ। अझै हामी त अझै अडाइराखेको। यहाँ यो हटिया हो, यता हटिया, यता के त्यो पाठशाला, अनि पर शौचालय पनि छ। यहाँ चाहिँ बजार लाग्ने? यहाँ बजार लाग्ने, बिहिबारे बजार। यो पाठशाला त्यो, अनि पल्लो शौचालय ऊ पर यो हटिया भयो। भर्खर बिल्डिङहरू बनिनु थाल्यो, यो भर्खर काटेली सर्वेसँग भाउ। सहरको मात्रै कति हावा खानु के, गाउँको हावा पनि खानु पऱ्यो नि त हल्का। यो हटिया इलाम जिल्लाको महमाई बिहिबारे बजार। ममैको बजार पनि घुमियो क्या। भर्खर विकास हुँदै गरेको ठाउँ रहेछ। यो चाहिँ बजार हेर के, अघि त्यो भित्र छिरेको त्यो पनि बजार होइन, अनि यो पनि बजार। ल अब हामी निस्क्यो, अब हामी तलतिर झर्छ। अब पुरानो बजार क्या, ठाउँ पनि पुरानो टाइपको रहेछ है।